दर्शकबिन नमस्ते। एभेन्यूज खबरको साप्ताहिक मनोरञ्जन सम्बन्धी कार्यक्रम फिल्मी कुरामा यहाँहरूलाई हार्दिक स्वागत गर्दछु। म हुँ यहाँहरूकै सुरज पौडेल। दर्शकबिन यो कार्यक्रम प्रत्येक हप्ताको ठिक यसै समयमा एभेन्यूज खबरबाट प्रसारण हुने गर्दछ। हामी यस कार्यक्रममा नेपाली फिल्मसँग सम्बन्धित रहेर कुराकानी गर्ने गर्दछौँ। शुक्रबार प्रदर्शनमा आएको चलचित्रको कुराकानी गरौँ। यही जेठ 12 गते दुई चलचित्रहरू प्रदर्शनमा आएका थिए, जुन चलचित्रहरूको नाम रहेको थियो शम्भु थापाद्वारा निर्देशित चलचित्र हुक्का र त्यस्तै गरी देव लामाको निर्देशन रहेको टुल्की प्रदर्शनमा आएको थियो। यी दुई चलचित्रले बक्स अफिसमा पनि खासै कमाल गर्न सकेनन् भने यो चलचित्रहरू पनि बक्स अफिसमा असफल हुन पुगेको छ। र दर्शकबिन वैशाख 1 गते प्रदर्शन भएको जारीदेखि आजसम्म आउँदाखेरि जारीले मात्रै बक्स अफिसमा एउटा नयाँ रेकर्ड पनि कायम गरेको थियो भने त्यसपछि भने दर्शकको हलमा निकै खडेरी रहेको छ। धेरै चलचित्रहरू असफल हुन पुगेका छन्। त्यो सँगसँगै प्रदर्शनमा आएका चलचित्रको कुराकानी गर्नु पर्दाखेरि प्रसाद 2, त्यस्तै गरी 9 नभन्नु ल 6 र त्यस्तै गरी ए साथी सुन, हल्कारा लगायत धेरै चलचित्रहरू बक्स अफिसमा असफल हुन पुगेका छन्। र अहिलेसम्म भन्नुपर्दाखेरि यी दुई चलचित्रहरू पनि बक्स अफिसमा वास आउट हुन पुगेका छन्। यसै सम्बन्धी तयार पारेको एक गतिविधि अबको प्रस्तुतिमा। गत शुक्रबार ज्येष्ठ 12 गते पनि दुई फिल्म हुक्का र टुल्की एकैसाथ प्रदर्शनमा आएका थिए, तर दर्शक हुक्का र टुल्की हेर्न भनेर हलसम्म पुगेनन्। अहिले फिल्महरू हेर्दा यस्तो लाग्छ किन हललाई खाली राख्न भनेर मात्र हलमा लगाएको चाहिँ लाग्छ। त्यसैले होला फिल्म त हलमा लाग्छ तर फिल्म हेर्न दर्शक हुँदैनन्। हुन त नेपाली फिल्म हेर्न दर्शकको रुचि नै कम भएको भने होइन। वैशाख 1 गतेबाट प्रदर्शनमा आएको फिल्म जारीले पहिलो दिनबाट नै राम्रो सुरुवात गरी 2080 को भव्य स्वागत गरेको थियो। यसले नेपाली फिल्म मेकर्सलाई केही हौसाएको थियो, तर जारीको आक्रामक कमाई देखेर हौसिएका निर्माताहरू तब खुम्चिनु पर्यो कि जब उनीहरूको आशा गरेका फिल्महरू तमातम फ्लप हुन थाले। वैशाख 1 गतेदेखि आजका दिनसम्म लागेका सबै फिल्महरू फ्लप साबित भए। जारी भने आजका दिनसम्म पनि कयौं हलहरूमा प्रदर्शनरत नै छ। दर्शकबिन शुक्रबार प्रदर्शनमा आएको यी दुई चलचित्रको जानकारी पछि फिल्मी कुरा कार्यक्रममा पालो भएको छ हाम्रो रेगुलर सेगमेन्ट साप्ताहिक गतिविधिको। दर्शकबिन साप्ताहिक गतिविधि हामी कुराकानी गर्नेछौँ। यो साताभरि नेपाली चलचित्र क्षेत्रमा के गतिविधि भए त कुराकानी गर्न गइरहेछौँ। साप्ताहिक गतिविधि अन्तर्गत यतिखेर चलचित्र देववाणीको सिमरामा धमाधम छायाङ्कन भइरहेको छ। यस चलचित्रलाई निर्देशन गरेका छन् बाबु साहेब बलामीले। यस चलचित्रमा सुनिल थापा, नन्दु श्रीवास्तव लगायत धेरै कलाकारहरूको अभिनय रहेको छ र यो चलचित्र बारा, वीरगञ्ज, त्यस्तै गरी काठमाडौँ, इटरीमा छायाङ्कन हुने भनिएको छ र यो चलचित्र नेपाली र हिन्दी भाषामा यो चलचित्र निर्माण हुने यसका निर्देशक बाबु साहेब बलामीले हामीलाई जानकारी गराएका छन्। यसै सम्बन्धी तयार पारेको एक गतिविधि अबको प्रस्तुतिमा। निर्देशक बाबु बलामीको निर्देशनमा देववाणी नामक फिल्म यतिखेर 2 नम्बर प्रदेशको सिमारामा धमाधम छायाङ्कन भइरहेको छ भने सिमारा लगायत वीरगञ्ज, इटहरी, काठमाडौँमा यस फिल्मको छायाङ्कन हुने भएको छ। श्री स्ट्रेटको निर्देशन रहेको यस फिल्मको छायाङ्कन द्वन्द्वबाट सुरु गरिएको छ। देववाणीमा सुनिल थापा, कुन्दन भारद्वाज, रविन्द्र झा, मौसम पौडेल, अनुजा लेप्चा आदि कलाकारहरूले अभिनय गरेका छन्। यस फिल्म मौसम फिल्म्स प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टको संयुक्त ब्यानरबाट निर्माण हुन लागेको हो। यसका लेखक निराजन मेहता मन्जिल हुन् भने मीना खड्का र हिरालाल लेप्चा यसका निर्माता हुन्। देववाणी हिन्दी र नेपाली गरी दुई भाषामा डबिङ हुने भएको छ। दर्शकबिन देववाणी चलचित्रको छायाङ्कनको यो सुटिङ रिपोर्टपछि अब कुराकानी गर्न गइरहेछु चलचित्र दिलमाया 2 को। हो दर्शकबिन दिलमाया 2 लाई राजु गिरीले निर्देशन गरेका छन्। यस चलचित्रको हालसालै स्याड भर्सन गीत छुट्छ कि साथको रिलिज गरिएको थियो। यो चलचित्रमा किरण नेपाली र सेन्जल पौडेलको अभिनय रहेको छ। यसै सम्बन्धी तयार पारेको एक गतिविधि अबको प्रस्तुतिमा। निर्मातामा आफ्नो पहिचान बनाएका निर्माता किरण नेपाली निर्माता मात्रै नभएर कलाकार पनि हुन्। उनले अभिनय गरेको दिलमाया 2 फिल्मको गीत छुट्छ कि साथमा देखिएका छन्। यस फिल्ममा नेपालीको मुख्य भूमिका रहेको छ। भाद्र 22 गतेलाई प्रदर्शन मिति तय गरेको दिलमाया 2 लाई राजु गिरीले निर्देशन गरेका हुन्। यसमा कलाकारहरू किरण नेपाली, सञ्जेल पौडेल, बाबुराम साक्य, माया श्रेष्ठ, सबिन बास्तोला र स्वयं राजु गिरी आदि रहेका छन्। यस फिल्मका लगानीकर्ताहरूमा शङ्कर गिरी, पूर्णकला गिरी र सरिता गिरी हुन्।
दर्शकबिन चलचित्र दिलमाया 2 भने यही भदौ 22 गते प्रदर्शन हुने भएको यस चलचित्रका निर्देशकले हामीलाई जानकारी गराएका छन्। यो चलचित्रको जानकारीपछि अब कुराकानी गरौँ एक चलचित्रको। हो दर्शकबिन यो चलचित्रको नाम रहेको छ सतीदेवी। दर्शकबिन चलचित्र सतीदेवी पनि लगभग 27 दिनको सेड्युलको छायाङ्कन सकी अहिले निर्माण पक्षले काठमाडौँ आइपुगेको छ र यो चलचित्रको लगभग 27 दिनमा यस चलचित्रको छायाङ्कन सम्पन्न भइसकेको छ। यस चलचित्रलाई निर्देशन गरेका छन् लक्ष्मण सुवेदीले। लक्ष्मण सुवेदीको यो तेस्रो निर्देशित चलचित्र हो। यसभन्दा अगाडि निर्देशक लक्ष्मण सुवेदीले एउटा साथी र लाल जोडी निर्देशन गरिसकेका छन्। यस चलचित्रमा भने मल्लिका महत, त्यस्तै गरी भोलाराज सापकोटा, रमेश बुढाथोकी, सुजिता शिवाकोटी लगायत कलाकारहरूको अभिनय रहेको छ भने यो चलचित्र लमजुङ, तनहु र काठमाडौँमा गरी छायाङ्कन सम्पन्न भइसकेको छ। यसै सम्बन्धी तयार पारेको एक गतिविधि अबको प्रस्तुतिमा। 3 साता अघि छायाङ्कन गर्न भनी लमजुङ निस्किएको फिल्म सतीदेवी यतिखेर छायाङ्कन सकिएर काठमाडौँ फर्किएको छ। पत्रकार, लेखक तथा निर्देशक लक्ष्मण सुवेदीले यस फिल्मका निर्देशक मात्रै गरेका छैनन् कि यस फिल्मका लेखक र गीतकार पनि उनै हुन्। उनले यस अघि लाल जोडी र एउटा साथी जस्ता सफल चलचित्र निर्देशन गरिसकेका छन्। सतीदेवी एउटा नारी प्रधान चलचित्र हो भन्ने कुरा यस फिल्मका शीर्षकले नै बताउँछ। सतीदेवीमा मल्लिका महत प्रमुख भूमिकामा देखिँदै छिन्। यस फिल्ममा मल्लिका बाहेक रमेश बुढाथोकी, भोलानाथ सापकोटा, सृजना अधिकारी, सन्दीप बाबु लोहनी, मनिषा सापकोटा, कुलदीप अधिकारी, सुनिता शिवाकोटी आदि कलाकारहरू रहेका छन्। दिलासा क्रिएसन तथा गोल्डन स्टेट मुभी मेकर्स LLC क्यालिफोर्निया ब्यानरमा निर्माण भएको सतीदेवीमा धेरै मेहनत गरेको कुरा बताउने निर्देशक सुवेदी यस फिल्मबाट धेरै आशावादी समेत छन् रहे। यस फिल्ममा दीपक शर्मा र सुभाष भुसालको सङ्गीत रहेको छ भने रामजी लामिछानेको कोरियोग्राफी रहेको छ। दर्शकबिन चलचित्र सतीदेवीको यो जानकारीपछि अब कुराकानी गर्न गइरहेको छु एक चलचित्रको, जुन चलचित्रको निर्माण घोषणा गरिएको छ, जुन चलचित्रको नाम रहेको छ ज्वाइँसाप। हो दर्शकबिन ज्वाइँसाप चलचित्र पनि अब चाँडै नै सुटिङमा जाने निर्माण पक्षले जानकारी गराएका छन् भने यो चलचित्रमा मुकुन भुसाललाई फाइनल गरिसकिएको छ भने अन्य कलाकारको यतिखेर धमाधम छनौटको क्रममा रहेको छ र यो चलचित्रलाई निर्देशन गर्दैछन् वसन्त निरौलाले। वसन्त निरौलाले यसभन्दा अगाडि विजय पथ, त्यस्तै गरी मेला र त्यस्तै गरी राजनीति लगायत धेरै चलचित्रहरू निर्देशन गरिसकेका वसन्त निरौलाले यो चलचित्रलाई निर्देशन गर्दैछन् भने यो चलचित्र नेपाल, अस्ट्रेलिया र क्यानाडामा समेत छायाङ्कन हुने यसका निर्देशक वसन्त निरौलाले हामीलाई जानकारी गराएका छन्। यस सम्बन्धी तयार पारेको एक गतिविधि अबको प्रस्तुतिमा। विजय पथ, आवेग, मेला, राजनीति आदि फिल्म निर्देशन गरिसकेका निर्देशक वसन्त निरौलाले फेरि अर्को फिल्म ज्वाइँसाप निर्देशन गर्ने भएका छन्। यस फिल्मको छायाङ्कन नेपाल, क्यानाडा र अस्ट्रेलियामा गरिनेछ। रेड आई फिल्म्सको प्रस्तुति रहेको यस फिल्मको पटकथा तथा सम्पाद शङ्कर धितालले लेखेका हुन्। यस फिल्मका कलाकारहरू भने छनौट भइसकेका छैनन्। दर्शकबिन वसन्त निरौलाले निर्देशन गर्न लागेको चलचित्र ज्वाइँसापको यो जानकारीपछि अब कुराकानी गर्न गइरहेको छु अर्को चलचित्र पनि निर्माण घोषणा भइसकेको छ, जुन चलचित्रको नाम रहेको छ फर्की फर्की। हो दर्शकबिन फर्की फर्कीलाई निर्माण गर्दैछन् रोहित अधिकारीले। रोहित अधिकारीले यसभन्दा अगाडि गाजलु र छ माया छपक्क निर्माण गरी सफलताको हात चाकिसकेका छन् भने अब यो उनको तेस्रो निर्माणाधीन चलचित्रको नाम हो फर्की फर्की। यस चलचित्रमा अनमोल केसी र जसिता गुरुङ फाइनल भइसकेका छन् भने अन्य कलाकारको छनौट कार्य पनि यतिखेर धमाधम भइरहेको छ। यो चलचित्र पनि चाँडै नै सुटिङमा जाने र यो चलचित्रलाई निर्देशन गर्ने भएका छन् सुयोग गुरुङले। यसै सम्बन्धी तयार पारेको एक गतिविधि अबको प्रस्तुतिमा। चकलेटी नायक अनमोल केसी कहिले कुन फिल्म छाड्दै अन्तत फर्की फर्की नामक चलचित्रमा साइन गरेका छन्। उनको अपोजिटमा भने नायिका जसिता गुरुङ हुने छिन्। फर्की फर्कीलाई स्वयं गुरुङले निर्देशन गर्ने छन् भने कथा पनि उनकै हो। निर्माता रोहित अधिकारीले यस फिल्मलाई निर्माण गर्न लागेका हुन्। उनले योभन्दा पहिले गाजलु, छमाया छपके जस्ता हिट चलचित्र निर्माण गरेर आफूलाई निर्माताको रूपमा स्थापित गरिसकेका छन् भने यो वर्ष मात्रै उनले 3 वटा चलचित्र निर्माणको घोषणा समेत गरेका छन्।
घोषणा गरिएका 3वटै फिल्म उनकै ब्यानर र हिमालय टिमसँग मिलेर बनाउने भएका छन्। फर्की फर्कीमा अनमोल र जसिता अनुबन्धित भइसकेका छन् भने अन्य कलाकारहरू छनौट हुन बाँकी छन्। के साँच्चै नै फर्की फर्की खेल्न अनमोल मन र मस्तिष्कबाटै तयार भएकै हुन् त? प्राय उनले साइन गरेका फिल्महरूबाट विभिन्न कारण देखाई पछि साइनिङ अमाउन्ट समेत फिर्ता गर्ने ट्रेन्ड बसालेका अनमोललाई के फर्की फर्कीको कथा वस्तु र टिम चित्त बुझेकै हो त? कतै यो पनि पछि गएर अनमोलले छाड्ने त होइनन्? फिल्म छायाङ्कनमा नगएसम्म भन्नै सकिँदैन कि यसमा अनमोल नै हुन्छन् भनेर। दर्शक चलचित्र फर्की फर्कीको यो जानकारीपछि अब कुराकानी गरौँ। नेपाली चलचित्रका विभिन्न सङ्घ संस्थाहरूले चाहिँ विभिन्न कलाकारलाई पदवी दिने गरेका छन् र हालसालै नेपाली चलचित्र क्षेत्रका एक चर्चित नायिका विपना थापालाई पनि एक युगकी नायिका भनी पदवी दिएको छ र यो पदवीलाई उनले ट्याग सदाबहार राख्न सक्छिन् अथवा भनौँ महानायक राजेश हमालको जस्तै उनले के राख्न सक्छिन् त? यस सम्बन्धी तयार पारेको एक गतिविधि अबको प्रस्तुतिमा। अहिले हाम्रो नेपाली सिने क्षेत्रमा विभिन्न चलचित्रसँग सम्बन्धित संस्थाले आफू खुसी कलाकारहरूलाई पदवी झुन्ड्याइदिन हतार गरेको देखिन्छ। भनिन्छ नि हतारको काम लतार हुन्छ भनेर, यानि कि हतार गरेको काम कहिले अर्थ सिद्ध हुँदैन भनेर। अनि उपाधि लिने कलाकारहरू पनि अरूहरूलाई उपाधि दिँदा पनि भडासो पोख्ने र आफूले उपाधि पाउँदा गमक्क पर्ने प्रविधि अचम्मकै छ। अनि म त्यो उपाधिका लायक छु छुइनँ भनेर एकचोटि पनि आफूले ऐनामा हेर्दैनन्। दिनेले पनि कहिले त यति हतार गरिदिन्छन् कि कतिपयलाई उनीहरूले दिएको उपाधि गलपासो भएको छ। आजसम्म दिएको र लिएको पदवी महानायक पदवी जुन अभिनेता राजेश हमाललाई दिइएको थियो त्यो मात्रै सार्थक सिद्ध भएको छ। उनी यस पदवीका हकदार पनि हुन् भने उनलाई आम नेपाली दर्शकले अनुमोदन समेत गरेका छन्। पदवी दिने क्रममै हालसालै एक संस्थाले राजधानीमा एक कार्यक्रम गरी पुराना नायिका विपना थापालाई युग नायिकाको पदवी दिएको छ। जबकि उनी नेपाली फिल्म क्षेत्रबाट हराएकी लगभग 1.5 दशकभन्दा पनि बेसी भइसक्यो। हाल उनी एक भारतीय नागरिकसँग विवाह गरी भारतमै घर गृहस्थी गरेर बस्दै आएकी छिन्। के उनी युग नायिकाका उपाधिको साँच्चीकै हकदार हुन् त? यो एकदम अचम्म र उदेक लाग्दो कुरा हो। पदवी दिनेहरूले के हेरेर दिन्छन् अनि लिनेले पनि हतार हतार लिन हौसिन्छन्। म यस पदवीको लायक छु छुइनँ, म अहिले कुन अवस्थामा छु, पदवी लिने मेरो प्रशस्त समय बाँकी छ वा मेरो पदवी लिने समय घर्किसकेको छ भनेर एकछिन पनि सोच्दैन। पद र पावरको भोग नेताहरूमा मात्र होइन अभिनेताहरूमा झन् बेसी छ भन्ने कुरा यी सब दृष्टान्तले बुझाउँछ। हे भगवान्, यो पदवी लिने र दिनेहरूमा कहिले सद्बुद्धि आउला। एक युगकी नायिका भनी विपना थापालाई दिएको पदवीको यो जानकारीपछि अब कुराकानी गर्न गइरहेछौँ भदौ 29 गते 3 चलचित्रहरू लाग्ने भएका छन्। जुन चलचित्रहरू रहेका छन् दिपेन्द्र लामाको चलचित्र नाङ्गो गाउँ, त्यस्तै गरी झरना थापाको निर्देशन रहेको भागवत गीता र करिब 1 वर्ष अगाडि प्रदर्शन आइसकेको चलचित्र द सिक्रेट अफ राधा सेम डेटमा प्रदर्शन हुने भएको छ। उनले छ माया छ पक्कै, त्यस्तै गरी घाम पानी लगायत धेरै चलचित्रहरू निर्देशन गरिसकेका छन् भने झरना थापाले ए मेरो हजुर सिक्वेल निर्माण गरिसकेकी छिन् भने यो भागवत गीता भदौ 29 गतेमा सेम डेटमा उनले मिति तय गरेकी छिन्। अब हेर्नु छ कि यी 3 चलचित्रमध्ये कसले बाजी मार्ला त? यसै सम्बन्धी तयार पारेको एक गतिविधि अबको प्रस्तुतिमा। मेगा स्टार दया ह्याङ राई अभिनीत बहुप्रतीक्षित चलचित्र नाङ्गो गाउँलाई यही भाद्र 29 गते प्रदर्शन मिति तय गरेको छ। यसका लेखक निर्देशक दिपेन्द्र लामा हुन्। नाङ्गो गाउँमा दयासँगै कर्मा साक्य, मिरुना मगर, साम्राज्ञी आर्यल शाह, रविन्द्र झा, शिशिर वाङदेल, बुद्धि तामाङ, अंकित खड्का, कमलमणि नेपाल, पुष्कर गुरुङ लगायतका कलाकारहरू छन्। राजनैतिक कथावस्तुमा आधारित यस चलचित्रको राइट विभिन्न देशहरूमा बिक्री समेत भइसकेको कुरा निर्देशक लामाले विभिन्न सञ्चार माध्यममा बताएका छन्। लामाद्वारा निर्देशित यस अघिको छ माया छ पक्कै बम्पर हिट चलचित्र हो भने 2 नम्बरी हिट चलचित्र हो। सोही मितिमा भाद्र 29 गते अर्को चलचित्र भगवत गीताले पनि प्रदर्शन मिति तय गरेको छ। निर्देशनमा पनि स्थापित भइसकेकी नायिका झरना थापा भगवत गीताको निर्देशक हुन्। भगवत गीतामा झरना सुपुत्र सुहाना थापा, धीरज मगर र विपिन कार्कीको मुख्य भूमिका रहेको छ। सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यस फिल्मका निर्माता झरनाका श्रीमान सुनिल कुमार थापा हुन्। अब भाद्र 29 गते नाङ्गो गाउँ र भगवत गीताको युद्धमा कसले बाजी मार्ने हुन् वा दुवैले बाजी मार्लान् वा दुवैले बाजी हार्लान् त्यो हेर्न भाद्र 29 गतेसम्म कुर्नै पर्ने हुन्छ।
भाद्र 29 गते नै अर्को फिल्म राधा पुनः प्रदर्शनमा आउने भएको छ। यो फिल्म प्रदर्शनमा आएको 1 वर्षपछि पुनः प्रदर्शनमा आउन लागेको हो। 1 वर्ष अघि राधाले आफूले कम सोच पाएको भनेर गुनासो गर्दै हलमा प्रदर्शन भएको केही दिनबाटै सबै फिल्म हलहरूबाट राधा झिकेको थियो। अहिले आएर राधाले फेरि भाद्र 29 गतेको मिति घोषणा गर्दै पुनः प्रदर्शनमा आउने भएको छ। 1 वर्ष अघि जुन गुनासो लिएर राधा हलहरूबाट निस्किएको थियो, फेरि त्यही गुनासो नदोहोरिएला भन्ने कुनै ग्यारेन्टी छैन। तर जे होस्, आफ्नो फिल्म चल्छ भने राधाको टिमको विश्वासको कदर गर्नै पर्छ। राधामा सृष्टि श्रेष्ठ, दयाहाङ राई, सौगात मल्ल, खगेन्द्र लामिछाने, बुद्धि तामाङ, मेनुका प्रधान आदि कलाकारहरू छन्। दर्शकबिन, साप्ताहिक गतिविधिको यो जानकारीपछि फिल्मी कुरा कार्यक्रममा यतिखेर पालो भएको छ प्रदर्शनको क्रममा रहेको चलचित्रको जानकारी अबको प्रस्तुतिमा। दर्शकबिन, प्रदर्शनको तयारीमा रहेको चलचित्रको कुराकानी गरौँ। यही जेठ 26 गते 2 चलचित्रहरू प्रदर्शनमा आउने भएका छन्, जुन चलचित्रहरूको नाम रहेको छ वेलकम टु हेम्जाकोट र निरफुल। वेलकम टु हेम्जाकोटलाई सरोज पौडेलले निर्देशन गरेका छन् भने चलचित्र निरफुललाई भने फुलमान बलले निर्देशन गरेका छन्। चलचित्र वेलकम टु हेम्जाकोटमा भने बुद्धि तामाङ, विनोद नेउपान्ने लगायत कलाकारको अभिनय रहेको छ भने चलचित्र निरफुलमा भने दयाहाङ राई, बुद्धि तामाङ, शान्ति वाइवा लगायत कलाकारको अभिनय रहेको छ। यस सम्बन्धी तयार पारेको एक गतिविधि अबको प्रस्तुतिमा। अहिले नेपाली सिने क्षेत्रमा यस्तो चलन चलेको छ कि फिल्म निर्माणको घोषणा सँगसँगै प्रदर्शन मिति पनि घोषणा गरेर कुनै मिति रिजर्भ गरेर राख्ने। तर फेरि पछि अधिकांश फिल्म निर्माण घोषणा गर्दाखेरि नै घोषणा गरिएको प्रदर्शन मितिमा प्राविधिक कारण देखाउँदै प्रदर्शन हुँदैनन् र फेरि अर्को प्रदर्शन मिति तोकिन्छन्। कति फिल्मले त 3-4 वटा प्रदर्शन मिति समेत तोकेका हामीसँग ज्वलन्त उदाहरणहरू छन्। त्यस्ता घोषणा गरिएकै मितिमा प्रदर्शनमा नआएको अर्को मितिमा प्रदर्शन हुन लागेको चलचित्र हो वेलकम टु हेम्जाकोट। वेलकम टु हेम्जाकोट सोही मितिमा अर्थात् ज्येष्ठ 26 गते नै मेगा स्टार दयाहाङ राईको फिल्म निरफुल पनि लाग्ने भएको छ। निरफुललाई सचिन घिमिरे र फुलमान राईले मिलेर लेखेका हुन् भने निर्देशक पनि उनै फुलमान राई हुन्। सेलो प्रोडक्सनको प्रस्तुति रहेको यस फिल्मका निर्माताहरूमा दीपक श्रेष्ठ, माया केसी, उदय लामा, चन्द्रमाया लामा, दिनेश लमतरी मगर, अजित मान तामाङ, दिजे श्रेष्ठ र तेन्जिन सोनाम लामा रहेका छन्। निरफुलमा मेगा स्टार दयाहाङ राई, बुद्धि तामाङ, रेखा थापा, शान्ति वाइबा, जिग्मे छयोकी घिसिङ, पुष्कर गुरुङ, राजन खतिवडा, जीवन बराल र लक्ष्मी बरदेवा आदि कलाकारहरूको अभिनय रहेको छ। दर्शकबिन, जेठ 26 गते प्रदर्शनमा आउने चलचित्रको जानकारीपछि यहाँहरू माझ कुराकानी गर्न गइरहेको छु असार 8 गतेको हो। दर्शकबिन, असार 8 गतेलाई भने अहिलेसम्मलाई एक मात्र चलचित्र प्रदर्शनमा आउने भएका छन्, जुन चलचित्रको नाम रहेको छ अन्तिम संस्कार हो। अन्तिम संस्कारलाई निर्देशन गरेका छन् प्रदीप साईले। यो चलचित्रले भने असार 8 गतेलाई आफ्नो प्रदर्शन मिति तय गरी यस चलचित्रको हिजो मात्रै चलचित्रको टेलर सार्वजनिक गरिसकेको छ भने यो चलचित्रमा विजय लामा, दिया पुन, रेशमा घिमिरे लगायत कलाकारको अभिनय रहेको छ। हो दर्शकबिन, रेशमा घिमिरे नेपाली म्युजिक भिडियोकी चर्चित मोडल हुन्। उनले अभिनय गरेको पहिलो चलचित्र भने बक्स अफिसमा असफल भएको थियो भने उनले त्यसपछि भने नेपाली चलचित्रमा खेल्नका लागि त्यति खासै इच्छा जाहेर गरेकी थिइनन् र यो उनले अभिनय गरेको दोस्रो चलचित्र हो। दर्शकबिन, अन्तिम संस्कारमा भने रेशमा घिमिरेले निकै आशा गरेकी छिन्। उनले म्युजिक भिडियोमा भने एक सफल मोडलका रूपमा दोहोरेकी छिन् भने अब हेर्नु छ कि अन्तिम संस्कारमा एउटा सफल नायिकाका रूपमा स्थापित हुन्छन् त। यस सम्बन्धी तयार पारेको एक गतिविधि अबको प्रस्तुतिमा। यही आषाढ 8 गते हालसम्मको हामीलाई जानकारी भएसम्म एकमात्र चलचित्र अन्तिम संस्कार प्रदर्शनमा आउने भएको छ। साई प्रोडक्सन नेपालले ह्याम्सपियर अकाउन्टेन्टसँगको सहकार्यमा अन्तिम संस्कार निर्माण गरेको हो। यस फिल्ममा विजय लामा, दिया पुन, त्रिचु राई, एभोन राजु प्रेती, कृष्ण श्रेष्ठ लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ। यस फिल्मका लेखक तथा निर्देशक प्रदीप शाही हुन्। विनोद सुवेदी क्षितिज र नवीन कुमार शाही यस फिल्मका निर्माता हुन्। दर्शकबिन, असार 8 गते प्रदर्शनमा आउने चलचित्रको जानकारीपछि दर्शकबिन म यहाँहरू माझ कुराकानी गर्न गइरहेको छु असार 15 गतेको हो। दर्शकबिन, असार 15 गते पनि अहिलेसम्मलाई भने एक मात्र चलचित्रले आफ्नो मिति तय गरेको छ, जुन चलचित्रको नाम रहेको छ पर स्त्री हो। दर्शकबिन, पर स्त्रीको यतिखेर नेपाली चलचित्र क्षेत्रमा निकै चर्चा रहेको छ। यस चलचित्रको पहिलो फर्स्ट लुक
अफिसियल पोस्टरमा यस चलचित्रकी नायिका शिल्पा मास्केले निकै बोल्ड अवतारमा प्रस्तुत गरिएको कारण यतिखेर पर स्त्रीको निकै चर्चा रहेको छ। DS डिजिटलको ब्यानरमा निर्माण भएको यस चलचित्रकै निर्मात्रीमा भने शर्मिला पाण्डे रहेकी छिन्। यस चलचित्रका निर्देशक भने सूरज पाण्डे रहेका छन्। यो चलचित्रमा कशिश छेत्री, त्यसरी अशान्त शर्मा, शिल्पा मास्के लगायत धेरै कलाकारको अभिनय रहेको छ। यस सम्बन्धी तयार पारेको एक गतिविधि अबको प्रस्तुतिमा। अब कुरा गरौँ परस्त्रीको। शर्मिला पाण्डे एउटा यस्तो नाम हो जसलाई नेपाली फिल्म नगरीमा नचिन्ने कमै होला। उनलाई चर्चित निर्मात्री भन्दा फरक नपर्ला। आमा, के घर के डेरा, चङ्गा चेड र अन्य थुप्रै हिट चलचित्रहरू निर्माण गरिसकेकी निर्मात्री पाण्डेको निर्माणमा अब अर्को फिल्म परस्त्री यही आषाढ 15 गते नेपाली र हिन्दी भाषामा भारत र नेपालमा एकैसाथ प्रदर्शनमा आउने भएको छ। परस्त्रीका निर्देशक शर्मिला पाण्डेका छोरा सूरज पाण्डे हुन्। उनले यसै फिल्मबाट निर्देशनमा डेब्यू गर्दैछन् भने आमा पशुपति प्रसाद, चिसो मान्छेका निर्देशक दिपेन्द्र के खनाल परस्त्रीका लेखक हुन्। थ्रिलर जनराको यस फिल्ममा पारिवारिक र सामाजिक सङ्कटको कथा उठाएका छन्। यसमा कलाकारहरू शिल्पा मास्के, कोशिश छेत्री, गौरव विष्ट, अलिसा छेत्री, आशान्त शर्मा आदि छन्। DS डिजिटलको ब्यानरमा निर्माण भएको परस्त्रीका छायाङ्कन निरज पाण्डे हुन्। यस फिल्मको आज नै एउटा गीत पनि सार्वजनिक भएको छ। हस्त दर्शकबिन, फिल्मी कुरा कार्यक्रम आजलाई यति नै। अर्को हप्ता फेरि उपस्थित हुने नै छु। तबसम्मलाई म लगायत मेरा सम्पूर्ण एन्टायर टिम बिदा माग्दछ। खबरभित्रको खबरका लागि एभिन्युज खबर हेर्दै गर्नुहोला। हस्त नमस्ते।